Was KFC. Sorry? KFC. Yes, tell me. तपाईँहरूको जोडी देखेर चाहिँ अचम्म हुन्छ क्या मान्छे को अचम्म हुने को अचम्म हुने हेलो एभ्रिवान नमस्कार धेरै दिनपछि फेरि आज मैले नयाँ भिडियो अपलोड गर्न गइरहेको छु के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला हाम्रो कान्छा चाहिँ यहाँनिर अर्डर लिएर जाने भनिरहेछ हाम्रो त्यहाँ माथि के अरे म त्यहाँदेखि यहाँ बाटो क्रस गरेर जानुपर्ने गाडी यही हो गाडी म त अनि यताबाट कहाँबाट जाने यार छिर्ने बाटै छैन त कान्छो यहाँबाट छिर्दिए आमा यसमा यो पक्रिनु हुन्छ कि हो होइन त्यो त्यतै राख्दा हुँदैन है भन्दैन क्या दाजु यार नकराउनु न टोक्ने राख्नु न है यसरी जाने अघि दाजु सलाम अलैकुम यो लाइट बाली राख्नु न लाइट बाली अनि प्याकको भएछ ल अब हामी चाहिँ अर्डर छोड्नु जाँदैछौँ दाजुको मैले कान्छोलाई भनेको अब नजाने भनेको जाउँ कि जाउँ दाजु तपाईँ बेकार तपाईँ गएन भने त यहाँ त अब भरे के हो के भन्छ होइन अनि त्यही भएर गइदिएको छु म पनि केही छैन केटाकेटीहरूलाई यसो रहर गरेपछि गफ नहान्नु न गाडी चल्नु लायो भन्नु न अनि होइन हो त्यस्तो होइन कि थाहा सबै त होइन एउटा स्पेसल चाहिँ के भने साथी त्यहाँ गएपछि म चाहिँ किन जाउँ भनेको भन्दाखेरि धेरै लङ टाइम भयो क्या मैले भिडियोहरू नबनाएको त्यही भएर आज यसो दर्शन गरिदिउँ भनेको अब हामी कहाँको फेरि ब्लक 11 हो ब्लक 11 स्टेट हसन ओ माई जमाइला त्यहीँ रहेछ न्यू बिल्डिङ भन्दा पनि त्यस्तै हो न्यू नै हो होइन तर हामीलाई त्यस्तो फरक पर्दैन है बाटो हाम्रो फेरि दाजु डाइरेक्ट फोन गरिदिनु पर्यो ल अब कान्छो कसरी कस्टमरसँग बोल्छ यसो विचारौँ न है ल कल हाने है कस्टमरको नम्बर त नदेखाउँ यो बिल्डिङ Hello? सलाम अलैकुम Salam. Was KFC. Sorry? KFC. Yes, tell me. Was this corner building? Yeah, corner building. New building. New building. Okay, boss. Which floor? 10th floor, 39 apartment number, okay? Okay. 10 floor. Okay, thank you. Bye bye. इन्डियन हो क्या बोलीबाटै सुन्दै इन्डियनलाई सहर दिइरह दाजुले यार फेरि के गर्नु बाध्यता कहिले होइन काहीँ चाहिँ अनि बच्चाहरू निस्किन्छन् र अनि मलाई फेरि आफूले अप्ठ्यारो लाग्छ ल अब दिएर आउँछ म चाहिँ यहीँ पर्खिँदै बस्छु जाने होला होइन अहिले फेरि दुईजना गयो भने कुर्छ क्या दुईजना जानु हुँदैन अर्डर छोड्नलाई एकजना मात्रै ओ दाजु आमा कान्छोहरू पर्खेर बस्नु परिरहेछ कतिखेर आउने हो कान्छो ढिलो आउँछ कि छिटो आउँछ कहिले त कुनैले त ढोका बाहिर पर्खाएको गरे हुन्छ कुनै चाहिँ चट्ट आउने बित्तिकै निक्लिरहेको हुन्छ त्यस्तो चाहिँ इजी हो कुनैले त्यो पर्खाइराख्यो भने चाहिँ रिस उठ्छ क्या मान्छेलाई कति त्यस्तो भेटिन्छ कतिपय राम्रो भेटिन्छ तर कुनैले पर्खिनु लाए पनि पैसा टिप्स चाहिँ दिन्छ है दिनु चाहिँ यिनलाई सोध्नुपर्छ आएर म सोध्छु टिप्स दियो कि दिएन भनेर आउँदैन त यार कान्छो आयो है कति टिप्स दियो त मैले भनेको थिएँ नि यिनले किन केही न केही त प्रयोग गर्छ है शब्द भनेर मैले भनिरहेको थिएँ आएर के कस्तो आउँछ रियाक्सन
म त अनि सानोदेखि साइन्टिस्ट हो नि त गाउँमा त मलाई साइन्टिस्ट होइन साइन्टिस्ट भन्नु न नालाहरू जोड्नु त मै जान्थेँ गाउँतिर अनि त्यस्तोलाई साइन्टिस्ट पानी छुट्टिएको भने होइन अब भुङ्गे आगो फुक्नु पर्यो भने औल्ठो लगाएर जाने मै हो फेरि भुङ्गे यसलाई नदेखाउने यो पनि न्यु बच्चा बाँदर जस्तो छ है ट्याक्कै अकुमाला لا ما في لعب هذا شنو كلام هذا ميموري في هذا انت انا اقوى ايوه صديق ملالة ايوه هو قد ما فرت مخرب ايوه انا يعرف ए उमा देखिन्छ कि नै कालै देखिन्छ कि मान्छे हो नि होइन राम्रै देखिन्छ हो त्यसो त भयो के फेम भन न त यसो हाम्रो मिजु यसो झिलिमिली झिल्ला हामी दुई शब्द दिनुहोस् तर तपाईँहरूको जोडी देखेर चाहिँ अचम्म हुन्छ क्या मान्छे को अचम्म हुने तपाईँहरू जो कोही के म नै अचम्मित भयो नि हो र? तपाईँहरू जोडी माया म देखेर बिल्कुल 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 बाचा कसम त हाम्रो लामो थियो है अलिकता बोकाला चाहिँ नि चाहे पैसा मसँग छ त म जतिको मान्छे भइसकेपछि त पिर्नु मान्नुहोस् न खतमजीलाई यसो सम्पर्क राख्नु खत्तम भने खत्तम नै आउँछ नै के थियो भन्दाखेरि म नेपाल हुँदाखेरि गाडी बनाउनु जाने एउटा ग्यारेज थियो ग्यारेजको साउको नाम उत्तम नेपाल थियो यसरी नामै लिँदा हुन्छ नि क्या यसलाई टिप पार्नु पर्छ ल हजुरले अपलोड गर्नुभयो है है अनि उसको चाहिँ हाम्रो एकजना चौधरी साथी हुनुहुन्थ्यो कि मिस्त्री चाहिँ अनि उहाँसित खै हाम्रो सरकार खै भनेर सोध्ने नि को अच्छा उत्तमजीको नाम खत्तम राखिदिएर रहेछ भन्ने भयो त्यस पछाडि हामीले पनि कहाँ हिँडेको गाडी बनाउनु कहाँ जान्छ भन्दाखेरि चाहिँ हामीले खत्तम क्या भनेर चिन्थ्यो क्या सबैले त्यो एरियामा चाहिँ उहाँलाई खत्तम नेपाल भनेर चिन्दो रहेछ त्यही याद आयो त्यही याद आयो अनि उहाँ यहाँ पनि अचानक जोडिन आउनुभयो उत्तम नाम बोकेर उत्तम भन्नुभन्दा खत्तम भनेपछि यसो साथीभाइमा चाहिँ घुलमेल हुन हाँस्ने माहौल पनि हुने भन्दाखेरि चाहिँ त्यसरी हो यसरी खत्तमजी भन्न थालेको फेरि ओइ खत्तम भन्दाखेरि सिने गर्नु पर्थ्यो खत्तमजी भनेपछि फेरि मान्छेलाई रिसाउने कि अब उ गर्ने भनेर कन्फ्युज हुन्थ्यो नि त यसलाई के भन्छ यसलाई साइकोलोजी जाँदै पढाइ लेखेको नभएपछि जाँदै कुरा नगरौँ होइन के खानु जाने आउनु नि यार दाजु सलामकुम شوف هنا مدير شوف وين انت انت موجود شنو جلان ليش جلان لا بكره يجي انا بكره انا اجيب ما في خوف انا موجود انا ما في رو साथीलाई बोल्छु उधारो तिर्न छ कि त्यही भएर मैले देखेपछि पैसाको कुरा गर्छ अनि शिवदा स्विकेर भित्र आउनुभयो के किनेर खुवाउने कि जस्तरी यो हाम्रो कुवेतमा पाइने बियरहरू भनेर देखाउनु पर्यो होइन यो अल्कोहल नभएको बियरहरू टन्नै छ नि यहाँ गन्थनहरू यसो सुनाम न त हाम्रो साथीहरू गन्थन भन्दा पनि यहाँनिर आज लास्टै अल्छी लगाइरहेको छ कति दिन छ होला यस घर जानु यस नर्का 90 दिन 90 दिन 90 दिन 90 दिनमा त के गर्नु सकिन्छ हामीले के गर्ने अब जति सक्दो दुःख गर्ने होइन धेरै पैसा कमाउने यहाँबाट जाने धेरै त सानो This is with the mobile or direct? This is camera. डाइरेक्ट क्यामेरा Direct camera. Clear? आयो क्लियर सी गुड Some cams like this, huh? यस Assalamualaikum Thank you, brother. है क्याम मेरो पनि फोटो लि भनेर यसरी म गर्दै थिएँ साथीले तर तर यो कुवेतमै धेरै बुझ्ने छ क्या साउदी भन्दा चाहिँ नै साथी कुवेत यहाँ अनलाइन यो ट्रेन्डिङ धेरै छ क्या हामीले चाहिँ खाना अर्डर गरेको अहिलेसम्म आएको छैन कहाँ गए झ्याप्पै हराए पाउनु भए रोटी नलिएर
हेलो दाजुभाइ दिदीबहिनीहरू, म चाहिँ आज यहाँनिर हाम्रो ब्रेक स्टेजमा आएको छौँ। यो ब्याक स्टेज हो, हाम्रो अगाडि केएफसी स्टोर छ, यता चाहिँ केएफसीको पछाडि चाहिँ हाम्रो केटाहरू रेस्ट गर्ने ठाउँ हो, यो रेस्ट रुम हो। ओ अनमोल, यु हेभ अर्डर, यसको अर्डर छ भन्दाखेरि पनि मात्त परेर हिँड्दैछ यो लाटा। अनि केही भन्नु, हाम्रो दाजु चाहिँ किन आज यस्तो बिन्दासमा बसिराख्नु भएको छ मलाई थाहा छैन, आफ्नो आफ्नो समस्या होला। म नि आज निकै समस्यामा छु। अब हामी चुरोट बाँड्दैछ साथी, होइन चुरोट दिनुलाई पनि यति साह्रो गर्छन् मान्छेहरू होइन। म अब मैले थाहा भइसकेँ कि केटाहरू खतरा भित्र खतरा हो। एउटा चुरोट दिनुलाई आमा त्यहाँ कस्तो छैन नि। अब ल भन्नु त आफै सोच्ने कुरा, आफैले सोच्ने कुरा हो यार। ल अब यस्तै छ होइन, जिन्दगी झाड छ। के दिँदै यत्रो भने सुन्दा नि दिन त मनै लाग्यो। अनि रोला मेरो कुनातिर गएर अब यति भनेपछि पाइयो, अब यति नभने पाइँदैन यो। आयो म त सक्दिनँ होला हौ दाजु। यहाँ कोही छैन, फेरि भित्र अँध्यारोमा गएर म चाहिँ खान्छु चुरोट खानेहरूको लागि स्वास्थ्य एकदमै फाइदाजनक कुराहरू पनि म राखौँला कुनै दिन चुरोट सम्बन्धी। अहिले चाहिँ ठ्याक्कै छैन, अहिले चाहिँ म अब एकछिन बिजी हुन्छु। अनि मेरो चुरोट ब्रेक है त। ल मेरो चाहिँ चुरोट ब्रेक सक्यो। चुरोट ब्रेक सक्ने बित्तिकै यहाँनिर अहिले फेरि हाम्रो लागि नास्ता आएको छ। रोटी अर्डर गरेको छु नि, आइपुग्यो। अब रोटी खानलाई गएको है। यहाँ साथीले भाँदैछ रोटी चिसो चोरेर हो यो चाहिँ होइन, तर कस्तो चोरेर हो र चोरेर भन्नु हुँदैन क्या। कहाँ यता अर्को म बोलाउँछु साथीलाई। साथी आउनु, यहाँ साथी आउँदैछ टक्क। अब हामीले चाहिँ यसमा राखेर खान्छौँ रोटी। अब रोटी खाइन्जेलसम्म के भनिरहेछ। अब म अर्डर लिएर जाँदैछु, म भागिहाल्छु अब यहाँबाट। मलाई यहाँ केटाहरूले जिस्काएर बल्ल अर्डर पाएँ। ला मैले त झोला ल्याउनु बिर्सेछु, ड्यामेज भयो। अब बुढोले देख्यो भने मार्छ है, लुकाएर लाने हो क्या यो। फेरि यहाँबाट मैले अब यो चाहिँ अर्डर यहाँनिर राख्छु। अहिले फेरि थाहा पायो भने त मार्छ फेरि, यहाँ हाल्ने हो। झोला ल्याइनँ नि त मैले यार। अब एकछिनपछि म चाहिँ अर्डर भएको ठाउँमा आइपुगेँ। अब अर्डर छोड्नु जाँदैछु। यही बिल्डिङ हो है। अरे बाफ रे बाफ, यस्तो बिल्डिङतिर दिनुपर्छ अर्डर। कति 42 रुम नम्बर 5 छ। कता अब लेफ्ट 42 यो के हो यार। यहाँनिर त दुईटा एलिभेटर छ, कुन जान्छ भन्ने नै थाहा हुन्न। कहिले एउटा मात्रै काम गरे हुन्छ। यो दिनलाई एकदम एक्साइटेड भइरहेको छ क्या। यो दिएर चाहिँ फ्री भइहालिन्छ नि त हामी। त्यही भएर अर्डर सकेपछि चाहिँ हल्का महसुस हुन्छ। जबसम्म आफ्नो नाममा अर्डर हुन्छ तबसम्म फटफट हुन्छ म। ल मैले चाहिँ अर्डर दिइसकेँ। अब जाँदैछु। त्यहाँनिर रहेछ 2 फ्लोरको 5 रुम नम्बर 5 मा रहेछ। दिइसकेँ, अब जान लाग्यो फेरि। अब चाहिँ हल्का महसुस भयो नि त। लिफ्ट पनि आइपुग्यो मेरो लागि। कान्छो अर्डर सकेपछि त्यति नाच्दै जाने हो लिफ्टभित्र पनि। मेरी मायाकै कुरा गरौँ भने पागलै भन्छ कुनैले त। पागल जस्तो बुझिने हो भनेर भन्छ। के गर्नु, हिँड्नै पर्यो।
अब भर्खर 8 अर्डर हुँदैछ आज रमजानले गर्दा अर्डरै छैन। अब ड्युटी 6-7 घन्टा छ बाँकी। 6-7 घन्टामा अब 5-6 अर्डर हानिएला होइन, त्यही 10-12-15 हुन्छ कि धेरै त हान्नु सकिँदैन। ल अब म लाग्नु पऱ्यो अर्डर दिनलाई। अब डेलिभर सक्सेस भइसक्यो मेरो। अब फेरि म स्टोर जान्छु अर्को अर्डरको लागि। त्यति बेलासम्म म बाइकमा राइड गरेको भिडियो चाहिँ अहिले बनाएको छुइनँ, केही समयपछि बनाउने छु।